Happy New Year! खबर सबैजना सञ्चारमा हुनुहुन्छ होला हैन अनि आज न्यू इयर हैन सबैजनालाई ह्याप्पी न्यू इयर नयाँ वर्षको धेरै धेरै शुभकामना ह्याप्पी न्यू इयर हैन एक वर्ष बुढो भयो हेर्दा हेर्दै हैन अनि के लाने हाम्रो आज यहाँ सफ्ट ड्रिङ्क्स भन्दैछ त सफ्ट ड्रिङ्क्स मेरो त जेडी हो सफ्ट ड्रिङ्क्स जेडी चाहिँ चाखेको छैन चाख्नु पर्ने छ एकचोटि जेडी ओडी त तिर्खा लागेर खान्छु मैले तर न्यू इयर मनाउनु पर्ने यार त्यस्तै हो नयाँ वर्ष छ अब नेपालतिर त रमाइलो भयो होला हैन पार्टी सार्टी नेपालतिर हुँदा दोस्त रमाइलो हुन्थ्यो केटाहरूसँग घुम्न गइन्थ्यो हैन केटाहरूले मिस गर्दैछु हैन मिस यु केटाहरू मार्क्सै खसेर अब भेट्ने कहिले कहिले भेटेपछि चाहिँ वाइल्ड रमाइलो हान्नुपर्छ है पच्च आउने बेलामा भेटेर रहिला भएको थियो अब चाहिँ पछि चाहिँ अब आउने बेलामा अलिकति अभाव थियो अब आएपछि फेरि छ्यालब्याल हुन्छ हैन नुहाइदिन्छु कि म नुहाइदिन्छु रक्सीले नुहाइदिन्छु केटाहरूलाई शीतनले पुरिदिन्छु रक्सीले नुहाइदिन्छु म अरू केही छ इच्छा भने होइन केटाहरू यस्तै हो नयाँ वर्ष भन्यो केही छैन यहाँ चाहिँ अब आज स्कुल छ कि स्कुल जाँदैछौँ स्कुल पछि काम छ तर मेरो आज बिदा छ ठिकै छ आज तर इन्टरभ्यू छ मेरो अर्को कामको लागि इन्टरभ्यू अब के हुन्छ थाहा छैन त्यही नै गइदिउँ आज चाहिँ स्कुलमा चाहिँ हाम्रो एउटा नेपाली सेन्सी भनौँ न टिचरै हुनुहुन्छ चाहिँ तर हामी दिदी भनेर आउँछौँ अनि उहाँले चाहिँ अब यसो 9 बजीतिर आइज 9:30 बजी क्लास हुन्छ यसो रमाइलो गर्नुपर्छ भनेर यसो हुने त केही होइन खासै त्यस पार्टी सार्टी केही छैन यसो रमाइलो गफसफ हान्ने होइन त्यही त हो नि नेपाली हो नि यार गफ हानेर भयो नि रमाइलो हुन्छ गफ हानेर पनि जितिन्छ नि भने कति कुराहरू अनि के छ भने तिम्रो आज न्यू इयर प्लान केही छ कि छैन जान्ने नि त्यसले हामी त आज भरे मनाउने हो है न्यू इयर मनाउने हो बेलुका 5 बजीसम्म काम छ सनिस्को नि कलेज सकेपछि बेलुका मनाउने हो बेलुका चाहिँ टक्क लेग पिस लगेर आज चाहिँ बबाल हानिन्छ होइन तर बेच्छु नि हो नि गाइसी बास क्लासमा इट टुगेदर पे सेपरेटली भन्थ्यो नि त्यस्तै हो जापान सिस्टमै हो काम पो छ कि मेरो त यार आज अहिले काम ज्यादा जस्तो छ काम पो छ यार मेरो ठिकै छ सरी यार आफू रमाउनु सिक्ने होइन गाह्रो त गाह्रो छ तर अब आफू रमाउनु सिक्यो भने दुःख हुन्छ भनेर बुझ्यो भने त त्यति समस्या हुँदैन सबै कुरा मान्छेको मेन्टालिटीले राम्रो हुन्छ मान्छेको मेन्टालिटीले फरक पार्ने क्या अप्स एन्ड डाउन्सहरू आउँछ त्यसलाई आफूले कसरी स्ट्रगल गरेर अगाडि बढ्ने भन्ने कुरो यहाँबाट लिने कि माथि लिने कहाँ सस्तो हुन्छ एउटा केही त लिनु पऱ्यो माथि गएर भुक्क भएर बस्नु हुँदा माथि कति खायो मैले हेरेको थिएँ माथि माथि 100 रुपियाँ छ हो अब यहाँ चाहिँ जिदो हान्दा कि भन्छ यसलाई के लाने अब खै कोक लाने यो फेरि ओरिजिनल टेस्टवाला होइन क्या माथि राम्रो हुन्छ होला यहाँ भन्दा है माथि के छ फेरि यहाँ थियो यहाँ लिनुपर्ने थियो तर त्यही चिया छ कफी सफी छ सुमिता नि लानुपर्ने लानु त यार माथि छ लास्टमा पानी मात्रै रहेछ नि बिल्ला हुन्छ होइन यस्तै हो आफूले किन्ने लाने सँगै बस्ने खाने त्यही हो पार्टी आएको हो हाम्रो क्लासको लड्कीहरू आउँदैछ उता हो 2 जना केटीहरू आउँदैछ त्यहाँ पछाडि के गर्नु केटी त पऱ्यो अर्कैको धन पऱ्यो भने जस्तो भाइ तिमी त्यसका ओहाई गोजाइमास ह्याप्पी न्यू इयर सबैजनालाई नयाँ वर्षको धेरै धेरै शुभकामना
छोराछोरी डाँडागाडा ढाको पाएको जमास ह्याप्पी न्यु इयर सोकोरेटो हाम्रो आज न्यु इयरको गिफ्ट हो यो गिफ्ट चाहिँ फेरि उहाँबाट हो फेरि N2 पास गरेको खतरा ए N1 हो क्या N1 पास गर्नु भन्छ अहिले म भन्दा एकै कम त एकै बढी त गर्नु हो नि के हाल्ला तिमीले थाहा नो यतिका र हामी चाहिँ अहिले कलेज आयो कलेजको लाइब्रेरी हो यो लाइब्रेरी हो अनि लाइब्रेरीमा केही खान मन लाग्ने किन्न नि पाइन्छ जिदा हान्भयो के अञ्चललाई यहाँ चाहिँ टक्क पैसा हाल्ने निकाल्ने खाने रमाइलो छ निचे यसरी हो होइन यहाँबाट टक्क पैसा हाल्ने पहिला पैसा हाल्ने गर्ने हो पहिला पैसा हाल्ने पैसा गयो अब म यो खान्छु होइन यो कुन हो यो होइन भिटामिन अहिले उहाँ गएर हुन्छ सुन्ने खान्छ यो हान्यो यहाँबाट झरी अनि यहाँबाट चाहिँ पैसा फिर्ता आयो 500 को नोट आयो सिक्का हुने हाल्ने यहाँ चाहिँ त्यही हो सपिङ हान्ने हो यो सपिङ खानपाई गर्ने हो ल पर्पज गरेर गएर कसलाई हो उहाँ सरजन लजार बसिक्यौ ए मिल्न के पर्यो ए ए झेली गरेर क्या बाटो भयो मान्छे यत्रो केटाहरू छौँ हामी यहाँ बदला भएन नि त मतलब भएन यार त्यहाँ को आएको भने प्रपोज रहेछ होइन एउटै पर्यो ओमेदेतो गोजाइमास मेरो पालो पर्पज परिने कसले गर्ने हो एउटा हात उठाऊ है म त्यसले गर्छु के हो यो इमाकारा वातासिवा ओदोरिमास के हो गीत गाउनु ए काम गरेर नाच्न आउँदैन त ल सायद टक्क ओहायो गोजाइमास ओहायो गोजाइमास खाना ना के हो स्टेप ओइ देऊ न यो वाला स्टेप पुरा यो वाला स्टेप देऊ न
सही हो फेरि जा डाल भाग्यो हाम्रो पालो सकियो तर एक्लै नाच्नु पऱ्यो त्यही दुःख कुरो धन्न सबैले साथ दियो ओखाइको त ह्याप्पी न्यू इयर के पर्यो ए तिमी सिङ्गल छ भने सोध्ने क्या फेरि के मलाई नसोध्दा केटी रहेछ त सोनी गएर सोध्यो न केटीले सोध्छ नि केटीले सोध्यो न सोनिकाले सोध्यो नि भने सोनिका सान आना त वा सिङ्गुरो देशका भन झुट बोल्नु पाइँदैन झेलिनु पाइँदैन भन भन न नाति राम्रो छ भन्दा सोनिका सान आना त वा सिङ्गुरो देशका के भन्छ त नि यी सबै मिङ्गल भएर के भएको छवटा केटीले बाल्न थियो हामीलाई सबैको भएर तपाईँको पनि रहेछ नि चक्लेट छ एक एकवटा यो चाहिँ ओइसी सो नेपाली इत्यकार खानु जो नि आइताइदे छैन अझ के कुन सिधाइदे झुट बोल्ने तिमी के पर्यो तिमीलाई ओए ल ल ल गीत गाऊ होइन म त नाचेको म त झेली भयो भने त हुँदैन म फेरि म त सक्दिनँ अब मेरो पालो सक्यो ल गाउँ न गाउँ के हुँदैन जस्तो आउँछ त्यसो गाउँ मलाई नाच्न आउँथ्यो जे आउँछ तिमीले चाहिँ सल्लाह गर्नु गाउनु 2-4 लाइन भनिन्छ कि धेरै पर्दैन होइन त्यो पुरानो तिमीले जुन शैली लाग्छ गाउनु 2-3 लाइन भयो नि बाउले बिहे गर्दैनन् पोहोर पनि हिँड्ने गाउनु नभए बाउले बिहे गर्दैनन् पोहोर पनि भत्काइदिन्छ बाख्रा खोर पनि ल टिभी पनि सुनेन तिमीले तिम्रो बाल्यकाल खेरै गएछ हाम्रो देवेन्द्र हो दोचिरा मोही देश कति सहिलो पऱ्यो त नाच्ने पनि तिमीलाई नि खै गीत गाउने एउटा जुन भयो नि हुन्छ कि गाउन लाज किन बाबा एउटा नेपाली गीत गाइदियो नि जुन भयो नि इङ्ग्लिस भयो नि हुन्छ मेरो पालो आउँदैन गाउन मै सिटी लाग्छु कुराको प्रेरै
सेन्सिया बिनु है मलाई पर्नु ओके ए होइन 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 पहिला खानपाई गरिदिउँ न यसो अलि खाँदै गर्नु ल ल ल ल ओदरी मास ल ल अगाडि आऊ आएको मलाई हो ल ल ल अर्को वर्ष चाहिँ यो वर्ष चाहिँ ग्यालरी प्राप्त गर्न चाहन्छु दामी 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 के कुन सिधा भने भइसक्यो ल ल ल ल ल ल ल ह्याप्पी न्यू इयर ल खानपाई अनि खानपाई राख्ने कि खाने हो खानु पिन्छ ल खानपाई भने त राख्ने अनि चियर्स भने त खाने हो नि ल चियर्स ल जीवन सर चियर्स चाहिँ राख्ने होइन नि ल चियर्स ल चियर्स ह्याप्पी न्यू इयर है सबैजनाले ह्याप्पी न्यू इयर ल मैले बियर पनि ल्याउन आएको मै राम्री हुन के गरौँ भन्दै भने कि न मै राम्री हुन के गरौँ भन्दै पास गर्नु पर्दैन के बाबा भयो कि भयो
तिमीलाई टाढा भए पनि टाढा भए पनि टाढा भए पनि रामसाइली म त यो वनको पिरो गाउँ खाए आशै खोला किनारमा नयाँ उमङ्ग होस् हर्ष होस् शुभकामना नयाँ उमङ्ग होस् हर्ष होस् शुभकामना सोचे जस्तो चाहे जस्तो वर्ष होस् शुभकामना सफलताले पछ्याइरहोस् राम्रो सधैँ सुन्न पाइयोस् सफलताले पछ्याइरहोस् राम्रो सधैँ सुन्न पाइयोस् जीवन सुखमय होस् खुसीले भरिएको रङ्ग होस् शुभकामना नयाँ उमङ्ग होस् हर्ष होस् शुभकामना आजको नयाँ वर्ष सक्ने होइन चिकन गाडी मसिन कर कामान बेनिक्यो हो खाए म विश्वास गर्छु खाए खाएले खाए यहाँ चाहिँ मुटु र पातलो छ नि यो मुटु र पातलो फेरि मुटुले फेरि सबै पतलो फेरि चक्लेट चक्लेट खाइदिएको छ फेरि त्यही भएर मोटा हो मान्छे कता हो यता यता यो भाग्यो भाग्यो यो होइन न्यु इयर प्लान सन सबै गायब भयो होइन आज यसो प्लान थियो यस्तो हल्का पार्टीसाटी गरेर बसौँला भन्ने सोचेको तर आज नयाँ काम सुरु भयो यस्तै हो जापानमा अब जुन काम पाउँछ जति बेला पाउँछ झ्यापझुप गरिहाल्नुपर्छ होइन पछि दुःख हुनुभन्दा पहिले सोचेर अगाडि बढ्यो भने पछिको समस्या अलिकति हल हुन्छ भन्ने लाग्छ मलाई चाहिँ अब यस्तै हो विदेश आएपछि अब दसैँ तिहार चाडपर्व जेसुकै पनि भन्नु पाइँदैन होइन किनकि अब केही गर्नु पऱ्यो नि त अब दसैँ तिहार मनाउने अब नयाँ वर्ष मनाउने भनेर बसेर त त्यो भनेको एकछिन केही समय मनाउने हो क्या जस्तै अब आज मनायो भने भोलि फेरि काम त्यस्तै हो एकछिनको मात्रै रमाइलो यता चाहिँ अब नेपालमा जस्तो सधैँ त्यहीँ मनाएर एक दुई हप्ता रमाइलो गर्न त पाइँदैन कि होइन ठिकै छ बिस्तारै जापानको दुःख बुझ्दैछ अब अहिले यता 8:30 भयो अब भोलि कति बजीसम्म हुन्छ काम सायद 4-5 बजीसम्म हुन्छ होला अहिले चाहिँ 5 बज्यो 5 बजेर 49 मिनट गयो हिजो बेलुकादेखि काममा गएको हिजो 9 बजीदेखि काम थियो 9 बजीदेखि काममा गएको अहिले एकचोटि बिहान भइसक्यो जापानले उठेर हिँडिसक्यो हामी बल्ल सुतेको छैन अब गएर सुत्ने हो पानी परिरहेको छ फेरि पानी खतरा परिरहेको छ न्यु इयर चाहिँ खतरा भयो हाम्रो यस्तै हो गाह्रो छ धेरै गाह्रो छ जापान अनि म साथीको त्यहाँ छु साथीहरूमा हो साथी साइक्लिङ गइरहेछ न्यु इयर कस्तो पार्टी गरौँ ल भन्ने सोच्थ्यो यार अहिले चाहिँ 6 बज्यो है म चाहिँ बल्ल रुममा आउँदैछु हिजोदेखि गएको होइन सोल्टी मस्त सुतिरहेछन् म हिजोदेखि सुतेको छैन अब टक्क लगाएर सुत्ने हो हाम्रो सोल्टी चाहिँ सुतिरहेछ नि मस्त सुतिरहेछ अब चट्ट ड्रेस चेन्ज गरेर सुत्ने हो यस्तै छ जापानको लाइफ गाह्रो छ होइन अब तपाईँहरू त न्यु इयर राम्रो भयो होला रमाइलो भयो होला होइन हाम्रो त न्यु इयर यस्तै है रातभरि काम गरेर गयो अनि
ठिकै छ, राम्रोसँग बस्नु, रमाइलो गर्नु होइन। अब न्यु इयर मनाउनु पाइएन, अब मिल्यो भने भरेतिर मनाउनु पर्ला। यस्तै छ जापानको लाइफ होइन। राम्रोसँग बस्नु, सबैजना आफ्नो ख्याल गर्नु, अनि ह्याप्पी न्यु इयर है। सायद सबैजनाको न्यु इयर रमाइलो भयो होला। नयाँ वर्षसँगै तपाईँहरूको सबै मनले चाहेको कुराहरू पुरा होस् होइन। अनि विगतका कुराहरू भुलेर अगाडि जीवनमा राम्रोसँग बढ्नु, जिन्दगीमा धेरै सफलता प्राप्त गर्नु, सोचेको कुराहरू सबै पुरा होस् होइन। ल अब म चाहिँ सुत्छु है, अलि निन्द्रा पनि लगाइरहेछ, थके पनि लगाइरहेछ। सबैजना आफ्नो ख्याल गर्नु होला। बाई, टाटा, टेक केयर।